वेलकम छ गाइस सबजनालाई मेरो लाइफमा फेरि पनि म लाइफमा आइसकेको छु। के छ खबर, सन्चै हुनुहुन्छ? हेलो मिस, हेलो 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 सबैजनालाई नमस्ते नमस्ते। कहाँबाट हुनुहुन्छ? हेलो दिदी, हजुर भाइ भन्नुहोस्। हेलो 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 साली नानी, के छ खबर? एकदम ठिक छ भने आज हजुरको भन्नुहोस्। हेलो हेलो लक्ष्मण लक्ष्मी, हाई हाई। गुड मर्निङ। कति बज्यो हौ? गुड मर्निङमा हो कि ह्याप्पी बर्थडेको लागि स्पेसल? बर्थडेको लागि स्पेसल अब भोलि थाहा हुन्छ, आज त केही थाहा छैन। भोलि बर्थडे, भोलि नै थाहा हुन्छ। आज बर्थडेको केही प्लान छैन। तिम्रो घर कुन ठाउँ हो? मेरो घर चाहिँ अतरिया हो गाइज। म यति दिन लाइफमा आएर भने हुन्छु मेरो घर अतरिया अतरिया कि हजुरहरू यति किन सोध्नुहुन्छ? हेलो हजुर प्रदीप, नाच्देऊ न डार्लिङ। हेर मैले मेहन्दी लगाइहालेँ। के छ खबर? ठिक छ ठिक छ, हजुरको भन्नुहोस् गाइज। चन्दा रोकाया, हेलो हेलो, के छ खबर? एकदम ठिक छ, हजुरको भन्नुहोस्। हेलो हेलो हेलो, तिम्रो घर कहाँ हो भन त। अरे म हजारचोटि भन्दैन ल ह्याप्पी बर्थडे भोलि भन्नु क्या, आज होइन। मेरो ह्याप्पी बर्थडे आज थोडी हो, भोलि हो। भोलि गाइज नझुक्किनुहोस्। 2-3जनाले विस गरेर देखाएको थिएँ। भोलि गर्नुहोस् जसलाई गर्ने मन छ, आज चाहिँ होइन ल। के छ खबर साथी? एकदम ठिक छ, हजुरको भन्नुहोस्। हाई जुनु, यो जुनु, म जुनु हो र। ह्याप्पी बर्थडे सानी। मेरो बर्थडे आज होइन कमल, भोलि हो भोलि। खाना भएर साली नानी भेना चाहिँ भएन, अब एकछिन पछि हुन्छ। हजुरको भए हो? हेलो साली हजुर को प्रदीप हो डार्लिङ? त म अरूको नाम लिन्छु र। एडभान्समा ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच कमलजी, थ्याङ्क यू सो मच 10 स्टारको लागि। ल गाइज मलाई स्टार हान त कोहीसँग छ भने। स्टार हान्यो भने बर्थडेको पार्टी दिन्छु ल। हेलो के छ खबर? एकदम ठिक छ। हेलो के छ खबर? दैनिक गीत आउनु जुनु। के छ सानी डन? म डन होइन ल, रन्डीको छोरी घर कहाँ हो? तेरी आमाको वहाँ हो रन्डीका छोरा घर, अरू कहाँ हो? ल थ्याङ्क यू सो मच फेरि स्टारको लागि। गाइज अरू पनि हान्नु न स्टार कोहीसँग छ भनेपछि ल। जुन बेबी माथि आइज न। प्रदीप आन तपाईँ न, जुनलाई पनि तान्छु तपाईँ न। ए जुनु रिक्वेस्ट फाल्न। पिनमा राख्नुपर्ने हो र। ल ल तिमी मलाई धेरै सपोर्ट गर्छौ क्या, त्यही भएर म तिमीलाई पिनमा राखिदिन्छु ल। लुरे कान्छो वेलकम छ। कहाँ गयो यार तिम्रो गरेको कमेन्टै कहाँ गयो र? कसरी पिनमा राख्नु? भोलि झ्याप प्रदीप त। अरे
तँलाई चिया बनाएको देखियो ओए LIVE लाइभमा आउनु हजुर फेरि मलाई कमेन्ट गर्नु न अनि म त्यहाँबाट राख्छु के त्यसमा भाउजू हजुर बाबु हेलो जी हेलो हेलो ए मैले यस्तो स्टार भने होइन के नम्बरमा कल गर काम छ पछि म बिजी छु यार त क्या बिजी छ जतिखेर नि बिजी भन्दियो यार त काम छ बाबु हेलो हेलो जानु विष्ट के छ खबर सन्चै छौ पिन ओके अब राख्छु है यस कमेन्ट आउँदा पिनमा राख्नुभन्दा पहिला नै ल राखिदिएँ हेलो सोल्टिना हजुर हजुर भनिस्या हो हेलो के छ खबर ठिक छ हजुरको भन्नुहोस् प्रदीप पार्टी चाहियो भने मलाई 1000 रुपियाँ हाल लुरे लुरे ईश्वर मम्मी वेलकम छ प्रदीपलाई पनि तान्छु ईश्वरलाई पनि ताने आउनुहोस् गाइज आऊ तिमी कसले जोइन हान भनेको नि त सानोले नुहाएर आएछु भर्खरै काममा जान लाग्छ यार म काममा जान लाग्छु भने पछि लाइभ काटेपछि नम्बरमा कल गरे काम छ ल ल हस् म लाइभ कट गरेर गर्छु म लाइभ हेर्दै बस्छु बर हैन म त काम गर्न लाग्छु प्रदीप के हो भने जोइनिङ भनेछ तिमी त के भन अब ठुला मान्छे हैन ए हिजो राति बर्थडे त मम्मी कसम रे यार म बसदिया लाइभ सेयर गर्छु मेसेज गर्छु नै म क्यामेराम्यान बनेको थिएँ कि हिजो राति हो कि नै नै भोलि भेटौँला भोलि ज्या पनि भए आउने हो नत्र खै भोलि राति भेटौँला हैन कल गर्नु है सानी त्यही 2:30 बजेसम्म जतिखेर लाइभ काट्यो कल गरे एकैछिन काम छ बस ल ल हस् हस् हुन्छ पछि आज राति बस्छु कसम ल जसरी भनेको बर्थडे थियो कि ल ल बाई बाई केटाकेटी हो तिमीहरू कुरा गर म लाइभ हेर्छु मात्र है हस् हस् अरू भने है क्या नलागे त खाना खाए है के भन्नु खाने खाना यहाँ ग्यास सकेर चुलाबाट दर्बो गलेर खाना बनाउनु लाग्छ होटलमा कि होटलमा भने यस्तो अब नौला नि छोड्दै मैले मेरो साथीको कमेन्ट पिनमा राखेको छु ल अहिले राख्न मिल्दैन सरी है ए सानी बम ठकुरी पिनमा भने सताए नि त म जो मलाई सपोर्ट गर्छ म त्यसलाई मात्रै पिनमा राख्छु सबैलाई राख्नुहुन्न ठुलो फ्यान डार्लिङ भन्ला नि त तलबाट कमल डार्लिङ त के हो मलाई सपोर्ट गर्छ नि बिचारो भोलि प्रदीपको त के भन्छ भुइँमा खुट्टै हुन्न के हाय सानो भोलि प्रदीपको त भुइँमा खुट्टै हुन्न भने सब माथि हुन्छ मलाई थाहा छ रुक्न थाहा छैन म त्यहाँ आएर फसायो भने त बाबा हो तुम्हारा भला करे यार भगवान शादी जल्दी हो जाए ए प्रदीप भन्न पार्टी चाहिए 1000 रुपियाँ सेन्ड गर्नु मलाई त्यो भन्दा त यतै बियर खाएर यतै बसेको राम्रो फर्स्टमा एडभान्स ह्याप्पी बर्थडे टु यु डार्लिङ जी सेम टु द सेम टु थ्याङ्क यू
थ्याङ्क यू तर भोलि भन्नु न, आज त होइन। आज राति 12 बजेदेखि सुरु होइन। पर्दै डार्लिङ आकाशमा हो कि प्रदीप हो भने अहिलेसम्म बियर खाए होइन। अब सानीको बर्थडेको दिन यस्तो झ्याप हुनु पर्थ्यो नि। होलै रुकैन, पहिला पैसा भेज भनेर। पार्टी दियो भने सेम टु यु रे। नानी बम क्या त लाग्यो, कति कमेन्ट आउला के। सर बिजु वेलकम छ है हजुरलाई। मेरो लाइफमा भएर खुसी आए। सेम टु यु रे। अरे यार गल्तीबाट भनि आगे। 1000 रुपियाँको 4 बियर आउँछ रे नि। 4 बियरले त कहाँ पुग्छ यार। 4 5 6 त चाहियो। मलाई भन्दिएको भयो नि हुने। ईश्वर डार्लिङलाई भन्नु पर्थ्यो कि मैले गाडी लिएर आएँ भने बाई चान्स कहाँ झ्याप भयो भने ईश्वर डार्लिङलाई रुम छोडिदेऊ भनेर। भोलि त्यस्तो झ्याप हुनु पर्थ्यो नि छाडिदियो भने। ओइ म पनि के भनेर पिनमा, म कसैले पिनमा राख्दैन, तल पिनमा छ अलरेडी मान्छे। पिन नभन न गाइजहरू। म तिम्रो फ्यान हो वेब्स अरे। कसको? प्रदीपको। तेरो साला प्रदीप होइन। प्रदीपको फ्यान। दिदी तिम्रो बर्थडे हो भोलि अरे। भोलि हो मेरो बर्थडे। सबैजना विश गरिदिनु होला। फेसबुक भरि सानीको फोटो छायोस् होइन। 1000 को 4 बियर मात्रै आउँछ अरे के। धेरै होइन बियरको लागि 10,000 अलगै छुट्याए। के खाऊ घर जाऊ। त्यो भन्दा त नआएन भने केही छैन। ईश्वरलाई त झन् केही पनि मिल्दैन होला सायद। ईश्वर डार्लिङलाई म त पर्सनल हो बरु आफ्नै पैसा हालेर पनि। सानी बिग फ्यान, थ्याङ्क यू सो मच। उसलाई त केक पनि दिँदैन भनौँ न। चिलगाडीमा हुनु पर्थ्यो भोलि त। चिका मनोज मायालु 3 मा भन्नु छ। तेरो कति बजे छुट्टी हुने हो? मेरो त्यही 10:30 बजे निस्किन्छु म यहाँबाट। भन्नाले 11 बजे त्यहाँ पुगिजान्छु। नपुगिजालै नि हो। त्यही 11-12 बजेसम्म काटिन्छ केक पनि। ह्याप्पी बर्थडे नत्र केक काट्दै गर्नु। थ्याङ्क यू सो मच बहिनी। तर आज चाहिँ होइन, बर्थडे भोलि होला। भोलि विस गर्नु, आज होइन। त्यही पनि अडवान्समा भन्नु केही छैन। के भने तँलाई यार ईश्वर डार्लिङले के फुल लोड हुन्छ त भोलि त भने। फुल लोड हुन्छ त भोलि भने। के रे? मनी त्यो मनी हामीलाई थाहा छैन बाबु। खाने भनेपछि खाने हामी। ल राजेश मल्लजी वेलकम छ है हजुरलाई मेरो लाइफमा। आज धेरै दिनपछि आउनुभयो त। ह्याप्पी बर्थडे टु यु, थ्याङ्क यू सो मच। तर आज चाहिँ मेरो बर्थडे होइन ल, भोलि हो। म सानी विष्टको बिग फ्यान हो। मलाई पिनमा राख्नु न है अरे। अहिले चाहिँ मेरो साथी पिनमा चाहिँ एकछिन पछि राख्छु ल। यार यो सानी बम ठाकुरी भन्ने फेक आइडी हो कि रियल आइडी हो भन्ने हो मलाई त। खै मलाई थाहा भएन। 10 रुपियाँको 5 बिल आउँछ के दुबईमा त अरे। हो तेरिका हेर त। दुबईबाट मगाउनु पर्यो क्या हो। जानु पर्यो उतै टिकट काटेर। मनी हो यहाँ माथि फुल हुनु पर्यो अरे। ओहो आउ न, आऊ पहिला आऊ। भोलि हामी पार्टी हो र। ह्याप्पी
ह्याप्पी बर्थडे दिदी, थ्याङ्क यू। तर आज चाहिँ बर्थडे होइन गाइस, भोलि आजैबाट भोलि स्टार्ट भन्दैन, आज 12 बजेबाट स्टार्ट हो नि। आज 12 बजेदेखि स्टार्ट हो गाइस। हेरौँ सबभन्दा फर्स्ट विस कसको हुने रहेछ, मै त्यही उमा छु के। तर बब्बाल बनाउनु पर्छ बर्थडे, इन्जोय इन्जोय भन्ने कुरो ज्यादा हुनु पर्यो क्या। त्यही हुन्छ क्या। ए डिजे ऊ कोसँग छ, स्पिकर छ कोहीसँग? त्यो जुन तिनीहरूको उता होला त। छैन, त्यत्रो सानो त्यो साउन्ड आउन तसँग छैन। मसँग कहाँबाट आयो यार, हामी गरिब मान्छेलाई कसले हेर्छ। मेरो डाटा तिमीसँग छ? स्पेसल दिन हो नि भोलि त हाम्रो लागि भन्ला चाहिँ। पैसा भेज भाइ, पार्टी पार्टी बर्थडेमा क्या छ? त्यो पैसा यहाँ सुन सानी, म सिधा भनिदिन्छु होइन, पैसा तिरेर खेलाउने भयो न हामीहरू। ठिकै छ, यहाँ किहाँबाट भिडियो कल गरेर केक काटिदिउँ। ए बरु दिन्छु आऊ यार। के भन्छ हाम्रो गाउँतिर उखान टोक्का छ त, आशे आशमा घट्टबास भन्छ, त्यस्तै गरेर बर्बाद भयो। होइन होइन आऊ। कुमार करण वेलकम छ मेरो दाइलाई। केटाहरूलाई बोला होइन, मुजी रन्डीहरू मसँग छ नि डिजे वामा चिकन चिकन कि जान्छ त चिकन दाइ जानु होला नि। मसँग दिनु नि त हजुर चाहिँ। दिव्या दिदी दिव्या दिदीसँग होला सायद, त्यो ठुलोवाला तर खै। ईश्वरसँग भएपछि त लिएर आ भन्नुपर्ने हो। ईश्वरसँग कहाँबाट आयो? त्यो अक्कुलुरेसँग छ यार, ईश्वरसँग छैन होला सायद। लुरे खै रुममा त लाइभ बस्दाखेरि बजाएर के यार। कति काली हो के भन्ला। मलाई रियलमा देखाएको छ भाइ। रियलमा देख्यो भने त पुरा हिउँ जस्तो हो त होइन। तर लाइभमा धेरै काली देखाया हुन्छ नि, अक्खै फेस देखाया हुन्छ कि खै किन। मसँग साथी छ, आउँछ होला त्यो नि। हुन्छ अब क्यार्नु त एक्स्ट्रा तिरेर भए पनि अब नाइ भन्न सकिँदैन हो कि नै। हुन त टोटली 20 जनाको लागि हो होइन। त्यो 20 जनाको लिस्ट मेरामा पठाए त। ल ल आश म हेरौँला को छन्। नै हाम्रो टिम भन्दा बाहिर कोही छैनन्। गाह्रो छ यार, बेङ्गलोरमा लकडाउन लगाइदियो भन्दा त घरको टिकट काट्नु जस्तो पनि लाग्दा मलाई त। बडे किन लाग्दियो लकडाउन भने, के कारणले? तेल छिटिन ला त पर वहाँ युद्ध हुन ला त कहाँ। युद्ध हुन के कहिले कि त खतम हुने, दिमाग खराब। गाह्रो छ यार बेङ्गलोरमा काम गर्न। मैले देखेँ तिमीलाई धनगढीमा हो र? घर कहिले जाने त? खै थाहा छैन। तपाईँ जाने? म त अझै 1-2 साल सोचे। त अपार्टमेन्ट पाउँछु त अब किन जाने खालि। कहाँ बेङ्गलोर छाड्यो बनाउन लाग्दो। आरामले अपार्टमेन्टमा काम गर्न किन जाने? गाह्रो छ यार, के गर्दै किन आयो भने भोलि त्यही छ सानो, म आयो भने त्यही 11 ल ल मेरो बर्थडे त्यसै भिडियो कल गरिहाल्ला। कानको चाली फुट्ने मेरो चुकाइदिन, चुप्पा धेरै बकवास नगर। हेलो बुनु, के छ खबर? एकदम ठिक छ दादा, हजुरको भन्नुहोस्। त धेरै बकवास गर्ने काम नगर ल भाइ। कति राम्री हो के सानी त, रुका न त मलाई गीत जाएन तल गएर।
साँच्ची अरेमा खोइ अक्खै देखाउँछ कि किन हो किन के भने र र र। के चाहिँ त्यो लाइभमा जेबिटी बोल्यो होइन चिलमा भोलि पर भन्न खोजेको चिलमा हो। हो भने कसम यार कमल डालिङ भोलि त्यस्तो चिल गाडी हुनु पर्यो नि छोडिदेऊ। आउने आउँछन् जाने जान्छन् रेलगाडी छुटिसक्यो भने जस्तो हुनु पर्यो के। क्युटी मान्छे तपाईँ क्युट ह्यान्डसम मान्छे तल गयो अरूलाई क्युटी मान्छे भन गाइस स्टार हान त कोही भएपछि स्टार हान स्टार फटाफट भोलि भोलि बर्थडे बनाउँछ स्टारका स्टार देउता। अनि स्टारको पैसाले बर्थडे बनाउनु पर्छ नत्र स्क्यान राखिदिन्छु स्क्यानमा हाल होइन। ओए गाइस हाल है मार तल हेर्न कमेन्टमा कस्ता गाली गर्दा रन्डाका बच्चा बच्ची हो त। गर्न दिएन गाली गर्नेलाई क्या गर्नु घरमा इज्जत नभइसक्यो यस्तो कि यिनीहरूको मम्मीलाई गएर सोध्यो हुन्थ्यो एकचोटि कहीँ प्रदीपको नाम आउँथ्यो कि। भने म त पर्दिमिनीहरूको बाबु हो कि लाग्छ कतिखेर आउँछ सायद प्रदीप बोराको कहाँ छोराछोरी हुन् भनेर। मलाई गाली गर्ने जति प्रदीप बोहरा के अरे प्रदीप बोहराका सबै छोरा हुन् सन्तान हुने मेरा सन्तान छोरा होइन। आई लभ यु भन्दा यस्तो के भविष्य दिने तिमी नै हुन् मलाई बाउ भनेर। यस्तो गाह्रो छ नि यार सानी काम गर्ने ब्याङ्कमा पछ्या म त के गरौँ के नै भन्नु भयो। कहिल्यै गाह्रो होइन काम गर्न गाह्रो नै होला सबलाई हुने त चुप्प लागेर रन्डीको बान भन्छु तेरो बाउ भन न बाउ त बाउ जो गाली गर्छ त्यहीको त बाउ म सिधा एप्पल साइलेन्ट बेङ्गलोरका डाउन जाभाका डाउन। रिस्पेक्ट गर रिस्पेक्ट ल्याऊ के। हजुर के छ बहिनी खबर? ठिक छ दादा हजुरको भन्नुहोस् ठिकै छ मेरो पनि के गर्दैछौ लाइभ बसिरहेको है बसेर लाइभ चलाइरहेको छु ए अनि खाना भयो अब 2 बजे हुन्छ ए भएको छैन बहिनी अब एकछिन पछि हुन्छ काममै छु म त। तेरो बाप एकैछिनकै तल कमेन्ट गरेर यस्तो गाली गर्नु मन छ लाइभमा के गर्नु के छोडिदिनुहोस् राजा त्यो कमेन्ट हेऱ्यो भने टाउको मात्र दुख्छ बेकार हो गर्नेहरू थक्छु आउँथ्यो आफै गल्ती गर्छन् आफै ठुल्ठुलो कुरा गर्छन् यहाँ हिन्दीहरू। घरमा दिदी बहिनी हुँदैन इज्जत सिकाल्टी हुन्न त्यसले गरिहाल्छ त्यस्तै हो तिनीहरूलाई चाहिँ अब के भन्ने मान्छेलाई अगाडि बढेको मान्छे भइसकेपछि एउटा मानवता भन्ने कुरा छँदै छैन के हो तिनीहरू दुबईको डाउन फेरि तिमी जहाँ पुगो डाउन हौ हामी आफ्नो ठाउँमा छौ तिमी आफ्नो ठाउँमा रौ गाली गलौज नगर अगाडिबाट देख्न सक्दैन कि यिनीहरूले यति रिसमात अरू अगाडि बढिरहेछ भने अब खुट्टा कान्दै लागिरहेको हुन्छ सबै। मेरो खुट्टा कान्ने त यति आउँछन् कि बाफ्रे यिनीहरूका स्क्रिनसट हानेर घर यिनीहरू दिदी बहिनी गाउँ तिनीहरू कति मेसेज गर्छन् थप्छन् आफै जान्छन् साइड जान्छन् तिनीहरू त्यो पढ्यो भने फेरि उनीहरूले सुन्छ फेरि उनीहरूले के गर्छ भनेपछि फेरि मेसेज गर्न लाग्छ कि आफूले पढ्दै पढ्ने होइन इग्नोर गरिदिने भइहाल्यो यहाँ सुन्न सानी मैले त बिहे नगरे भए नि होइन यिनीहरूको बहिनीसँग दिदीसँग बिहे गरेर यिनीहरूलाई फुटबल बनाइदिन्छ के छ जेठान्जी के छ ज्वाइँ साहब भनेर इज्जत गर्ने जस्ता बनाइदिन्थ्यो क्या।
अस्ति गर्दै कि केही छैन सन्दीप पिरुवा हेर न भोलि त अब सानो बुनुको बर्थडे है। बर्थडे हो सबै मान्छे हुन् मान्छेको जसरी भन्नुपर्छ त्यही त हामीले पनि भनिरहेको छौँ सबै मान्छे पर्छ कि अब इज्जत होइन हुँदैन त पार्टी बोला हुन्छ सिकाए पो भयो यिनीहरूलाई यिनीहरूलाई यिनीहरू बाउले जन्म दिए होइन कि गाउँले जन्म दिए जस्ता छन् छैन त अरे हाम्रो टिमले के कमेन्ट गरे ल हुन्छ यो सानी म लाइभबाट जान्छु तिमीहरू बोल म भित्र जान्छु यार अर्डर आयो आज के हो कुरो भने आज त मेहन्दी टक्क लगाएर है फेरि भोलि बर्थडेको तयारी हो क्या त्यतिकै नलगाएको ए आफै लगा हो म आफै लाउँछु ए ठिक छ राम्रो हो पैसा दिने हामीले के भन्यो पार्लरमा गएर लगाउनलाई को पैसा दिन्छ भने त्यही त नि आफूलाई आउँछ आफै लाउने नि त्यही त राम्रै लाग्छ त दामी लगाएको अनि दादा हजुरको खाना भयो ए मेरो त भएको छैन बुनु म त यहीँ छु काममै छु अहिले अब एकछिनपछि हुन्छ हजुर काममा होइसिन्छ हजुर काममै छु बहिनी म त अब सटरडे सन्डे चाहिँ छुट्टी हुन्छ अब के अरे भोलि होइन पर्सि छुट्टी हुन्छ सेकेन्ड सटरडे र थर्ड सटरडे सन्डे छुट्टी हुन्छ क्या मेरो महिनामा 6 छुट्टी हुन्छ मेरो राम्रो रहेछ त ठिकै छ फेरि बिहान कति 9 बजे आएर साँझ 5 बजे छुट्टी भइहाल्छ क्या फेरि त्यसपछि त फ्री नै हुन्छु म काम गर्न कतिलाई बस्छ सानी अरे अरे यार मेरो कामै छैन यार हेर्न मैले यिनीहरूलाई गर्नु हुनु पर्ने फुर्सद मिलाउनु पर्छ है लाइफ बस्न नि अब के गर्नु दिनभरि फ्री हो कि कामै हुन्न बसेको बसै टिभी हेरेको हुन्छ आज टिभी बिग्रिया क्या ए अनि तिम्रो कस्तो अर्निङ भइरहेको बहिनी अहिले राम्रै भइरहेको अर्निङ के दादा अर्निङ कस्तो भइरहेको भनेको फेसबुकमा चाहिँ खै थाहै पाउन म खालि चलाउने मात्रै हो के हो कस्तो हो केही बुझ्दैन ल हिजो अस्ति त के अरे म पेमेन्ट उठाउँदैछु फर्स्ट पेमेन्ट भनिरहेको थियो तिमीले नै पेमेन्ट त आयो फर्स्ट होइन 3-4 आयो आउन त बट त्यति खासै हुनु $25 भन्दा माथि कहिले गएको छैन ए त्यो के अरे अहिले त लास्टै डाउन छ है अहिले त ठुल्ठुला कन्टेन्ट क्रिएटरहरू पनि गइरहेछन् अहिले त तल धेरै डाउन छ क्या फेसबुकमा अहिले खै किन हो लास्टै तल झरे केही चेन्ज होला सायद केही रुल्स चेन्ज हुनलाई होला हेलो हजुर सन्डे कता हो फेरि अरे सन्डे चाहिँ विधानसभा हुन्छ सन्डे विधानसभा आउने हो र त्यस्तै हुन्छ होला राति सटरडे राति बर्थडे बनाएर सन्डेको दिन फोटा भिडियो ए हुन्छ यसो समय भयो भने म पनि आउँछु ल आउनु न आउनु अनि भाउजू चाहिँ कहाँ हुनुहुन्छ त यही यतै छ सँगै बस्छौँ हामी नै मतलब काममा हुनुहुन्छ कि भन्नु खोज्यो काममै अहिले काममा भन्दा नि अहिले ऊ चाहिँ रुममै होला ए 11-12 बजीतिरै आउँछ काम गरेर फेरि दिनभर रुममै हुन्छ म चाहिँ काममा हुन्छु त्यस्तो छ ल बुनु म पनि काममै छु है दुःख नमान्नु सिक्नु पर्यो है ओके ल ल गाइज म सबैको कमेन्ट पढ्छु ल गाली नगर्नु है कोही पनि बिग फ्यान सानी दिदी फिल्म
रुक न, तिम्रो मलाई दिदी भन्यो। अब कमलको पालो खतम। काम छैन कि क्या हो मिस अरे? के मेरो मतलब काम छैन, बसिरहेको छु दिनमा, काम छैन। फुल फेस देखाउनु। किन मेरो फुल फेस चाहिँ क्या होइन? देखाउ। बालेन दाइको काम खाना भन्छ। नाइ खाना भएको छैन, हामीलाई पनि सपोर्ट गरिदिनु है साबीजना सबैजना। म त गरिहाल्छु है, मलाई सपोर्ट गर्नेले। बिग फ्यान, थ्याङ्क यू सो मच सञ्जयजी। हाई हाई, के छ खबर सञ्जयजी? अनि हजुरको घर कहाँ हो मिस? मेरो घर चाहिँ अन्तर्य। कति राम्ररी तिम्रो आदेश क्या हो क्या डार्लिङ? मलाई बेङ्गलोर घर। भोलि हो नि तिम्रो बर्थडे? भोलि हो मेरो बर्थडे। म चाहिँ बेङ्गलोरबाट। जोइन गर्न मिल्छ भने गर त साथीहरू। सरी है, दुःख नमान्नु होला, नचिनेको मान्छेलाई त जोइन गर्दैन। कोही हजार प्रकारका मान्छे हुन्छन्, कोही कस्तै होलान्, कोही कस्तै। अब नचिनिकन के गर्नु, बिस्तारै चिनेपछि अनि गरौँला। अतर्य कता हो? अतर्य मान्छे पेट्रोल पम्प। मेरो कमेन्ट पढ्दैनौ त? म सबैको कमेन्ट पढिरहेको छु। अङ्कल हुन् कि दाइ हुन्? प्रधानमन्त्रीको घोषणा गर्यो बालेन दाइको आज अरे। हो र? रा राम्री त छौ यार, खतरा हो र। अहिले बेङ्गलोर कुन ठाउँ हुनुहुन्छ? बेङ्गलोर व्हाइटफिल्ड। के राम्रो चाहिँ क्या हो? सानी बिस्ट मगाएको। एक स्टार हानेर जाऊ त, एक स्टार हानेर जाऊ न। बिग फ्यान, थ्याङ्क यू सो मच। लु 5 स्टार। रियलमा हानेर त्यसरी सार्नुमा पनि हानिदिउँला। हो र यो मुटु भन्ने, मलाई तिमीलाई भेट्नु छ। हो र? काली अरे हजुर, म काली छु। टेन स्टार, थ्याङ्क यू सो मच मेरो दादा। हुन्न हुन्न कता हुन्नु केटाहरू स्टार। भन त केटाहरूलाई स्टार हान भनेर। एउटाले काली भन्यो भने बढ त सबै काली काली भन्दै नजाऊ न गाइस। हामी सबै भिडियो बनाउनु मिल्ला त अरे। मिल्छ नि, किन मिल्दैन? मलाई तिमीसँग भेट्नु छ। र ओइ सानी हजुर।
ह्याप्पी बर्थडे टु डियर साथी। थ्याङ्क यू सो मच। तर आज चाहिँ बर्थडे होइन ल, भोलि हो भोलि। हाम्रो कमेन्टहरू हेर्ने हो भने म सबै कमेन्ट हेरिरहेको छु क्या। नजाने खै। ह्याप्पी बर्थडे मिनी जान। म कसैको जान होइन, तर मेरो बर्थडे नि होइन आज। तिम्रो तिमी फलोइङ गर्छु, फलो ब्याक दिनुहुन्छ। तर मेरो टिममा फलो ब्याक कसरी दिने कि हुँदैन के त्यो आइडीमा। घर कता हो तिम्रो? तर किन रिसाएको त्यसरी हौ? मिस्टर हजुर घर कता? मेरो घर त यहाँ हो। भोलि बिहान पक्का आउने हो नि? भोलि होइन के, भोलि पर्सि हो। भोलि त मेरो बर्थडे सटरडे आउँदैन होला म। हाई हाई निकै छौ? निकै छु विष्टजी, तपाईँ निकै छौ कि? यो मान्छे कति काली काली हुँदो हे। सन्डे पक्का हुने हुने विद्यार्थी हुँदा हुने हो नि? हजुर पक्का हो। म पनि भेट्न चाहन्छु जसलाई कहिले कता। खाली तिम्रो आइडी कति छ? अर्को आइडीमा साथी छौ तर यो आइडीमा छैनौ। मेरो अर्को आइडी, मेरा 3 आइडी छन्। नेपाल घर कता? अतरिया। मेरो नि अतरिया हो नि घर हो र। मलाई के 4 बियर पठाउनु ल सानी। ल ल पैसा भेटिदिनु ल। अड एडभान्समा ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच। हजुर घर कता हो र? मेरो घर अतरिया काली। म बुला खान्दिउँला। तिम्रो बर्थडे हामीले पनि आउनु मिल्ने हो? आउनु आउनु। भोलि हो र तिम्रो बर्थडे सानी बिष्ट? भोलि हो भोलि। खाना बोक्नु छैन हजुरको भयो। भेटेपछि अकाउने त होइन नि। भेटेपछि थकाउने के भन्दा हो मैले बुझ्दिनँ हौ। ओइ सानी बर्थडे कता हो बनाउँछौ भन त? थाहा छैन। अतरिया मनसा पेट्रोल पम्प थाहा त्यतै हो। ओन्ली बिष्टजी हामी हैनौ। तिमी मात्रै बिष्ट हो बस। अब कालीलाई काली भनिहाल्छ नि अरे। भने पनि एकचोटि भन्ने हो, 1000 चोटि काली काली भन्ने हो र। ल म त्यति काली नै छैन। म पनि आउँछु है भोलि तिम्रो बर्थडेमा। ओके डन। हेलो हेलो दिदी, बिग फ्यान। थ्याङ्क यू सो मच बहिनी। जन्मदिनको शुभकामना। थ्याङ्क यू। तर भोलि भनिदिनु। दिदी बाई बाई मेरो भाइ। खाना भयो त दादा? भयो पप्पा। भोलि त बिस खानु पर्दैन। भोलि म हुन्छु। आज त मेरो मेरो तर्फबाट ह्याप्पी बर्थडे धेरै।
ह्याप्पी बर्थडे धेरै धेरै थ्याङ्क यू। जुन परिवार किन हो र बिजी छु त आज भोलि जुन परिवार ऊ काममा गएछ के। एड गर न सानी, म एड गर्दैन ल नचिनेको मान्छेलाई चाहिँ। बेङ्गलोर कुन ठाउँ छौ तिमी? बेङ्गलोर के हो यो? व्हाइट फिल्ड। मलाई नि सबै थाहा छैन, घर कहाँ हो तपाईँको थाहा छैन। बट भेटे हामी सधैँ अत्तरियाबाट। र के छ खबर हजुर? एकदम ठिक छ, हजुरको भन्नुहोस्। हाय हाय, नहाँस, किन हाँस्छ? बेङ्गलोर, हेलो दिदी, हेलो हेलो भाइ, खाना खाया? के छ खबर तिम्रो नि? मेरो एकदम ठिक छ, हजुरहरूको भन्नुहोस्। मेरो तर्फबाट नि ह्याप्पी बर्थडे। भोलि 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 व्हाइट फिल्ड। अँ बेङ्गलोर। पठाऊ पठाऊ। बिग फ्यान सानुजी, थ्याङ्क यू। मेरो घर अत्तरिया, हामीलाई पर्ने। ए यार गाली नगर खातेहरू। तपाईँको घरमा दिदी बहिनी छन् कि नै? ए भेटौँ र भिडियो बनाउँ मन थियो, मिल्छ कि नै तमीसँग? मिल्छ, भिडियो बनाउन किन नमिल्ने हो र? मलाई चिनेको छौ त, तर चिनेको चाहिँ राम्रो। ए हो, त्यो के सोद्धा। चिया बनाऊ तिम्रो? कहाँदेखि चिया बनाऊ तिम्रो? तेरि इजालाई दिए त्यो गएर। आउनु अनि आउने त लालबाग छुट्टीको दिन भेटौँला। लालबाग आउँदैन, म विधानसौध जान्छु। ए सुटिङ गर्नुहुन्छ र?
दुईवटा भिडियो बनाउने मन थियो सानो दिदी बनाउन मिल्छ भिडियो काम छैन नाइ भाइ मेरो काम छैन त आएर गर्दै मेरो काम अहिले चोटि त मैले लालबाग नेपालीमा लेख्छौ यत्रो टाइम लाग्छ पढ्न भने कति जेपीटी कमेन्ट गरे होला पागलहरूले अरे घरमा दिदी बहिनी नभएपछि के गर्छन् त अनि कुन ठाउँ आउँछौ त गर्नु त विद्यान त हुन्छ होला सन्डेको दिन बेङ्गलोर औ कति राम्रै गयो यहाँ नगिज्याउन तिमी धेरै राम्रो भिडियोहरू बनाउनुहुन्छ बधाई छ दिदी हजुरलाई थ्याङ्क यू सो मच राम्री मान्छे भन भयो खाना त भएको छैन अब हुन्छ अब 2 बजे नि अब म त ठुलो फ्यान हो नि है हो र थ्याङ्क यू फलो मी गाइड एक सपोर्टिङ है ह्याप्पी बर्थडे मेरो बर्थडे आज होइन के भोलि हो नि तर थ्याङ्क यू अहिले भनेको भोक लागे जस्तो छ खाऊ त ठुलो भोक लागिसक्यो के छ खबर भाइरल मान्छे ठिक छ बाई है म काम गर्छु ल म हजुरलाई कल गर्छु म पनि अब लाइभदेखि गएको स्याड सङ गर्नु न लास्टै मन पर्छ मलाई अरे अघि म स्याड सङ लगाएरै लाइभमा आए हुन्थे तर आज चाहिँ टिभी बिग्रेको के यतिकै त्यही भएर लाइभमा बसिरहेको छु बेङ्गलोरको कुन ठाउँ हो बस्ने ए व्हाइटफिल्ड बर्थडे साथी मेरो बर्थडे भोलि हो भोलि थ्याङ्क यू सो मच त्यही पनि मेरो बर्थडेमा कति स्टार चाहियो मेरो बर्थडेमा 100 स्टार चाहियो दम छ भने हान बर्थडे पार्टी आउनु न हजुरलाई त दिइहाल्छु नि म आउनु राजेशजी थ्याङ्क यू सो मच है हजुरले स्टार हानिदिएकोमा
खाना भयो भाइरल मान्छेको भाइ न अब खान्छु नेपाल घरको त हो नेपाल घर त रे तिम्रो भिडियोहरू त लास्टै भाइरल भएको सानो दिदी अरे खै अब हुन्छन् होला थाहा भएन के गर्नु त हो भाइरल भएर गाली खाइन्छ गाइज राम्रै मान्छेलाई पनि गाली आउँछ थाहा कि नै म त न त्यस्ता नेगेटिभ भिडियो बनाउँछु न त्यस्तो उ गरेर छु त्यही पनि म कति गाली खाए हुन्छ यत्तिकै न बिचारा म खालि पनि गाली गर्छन् कि मान्छेहरू हेर्ने हल्का नि भाइरल भएपछि मतलब सोचहरू धेरै नेगेटिभ जाँदो रहेछ भन्ने लाग्छ क्या मलाई बर्थडे पार्टी चाहियो भाइरल मान्छे अरे ल ल आउनु आउनु ह्याप्पी बर्थडे दिदी मिस यु मिस यु टु भाइ तर आज बर्थडे होइन भोलि हो ल मसँग त 100 थ्याङ्क यू सो मच अरू त कोही हान्दैन हजुरले हानेसी हो स्टार त अरू त कोही होइन अनि एउटा कमल भन्ने आउँछन् तिनी हानिदिन्छन् बस नमस्ते बाई ओके बाई बाई ह्याप्पी बर्थडे दिदी थ्याङ्क यू राम्रै राम्रै बेङ्गलोरमा अनि नेपालमा बेङ्गलोरमा भाइरल केटीहरूमा बेङ्गलोरमा भाइरल केटीहरूमा तिम्रो भिडियो मात्रै राम्रो आउँछ त के साथी अरे सबले त्यस्तै भन्छ पराई जसो ह्याप्पी बर्थडे दिदी थ्याङ्क यू सो मच बहिनी बट आज चाहिँ मेरो बर्थडे होइन भोलि हो ल स्टार हान्नलाई मसँग छैन र नत्र ल ल केही छैन छैन भनेपछि अब छैन भनेपछि कसरी हान्नुहुन्छ ल गाइज एकछिन तल जाइन्छ काम गरिन्छ थोरै थ्याङ्क यू सो मच राजेशजी हजुर चाहिँ मलाई लास्टै सपोर्ट गरिदिनुहुन्छ मलाई खुसी लाग्छ ह्याप्पी बर्थडे हजुर थ्याङ्क यू सो मच मेरो बर्थडे चाहिँ भोलि हो भोलि आज होइन गाइज म कतिचोटि भन्नु मेरो बर्थडे भोलि हो भनेर हजुर भाइ अरे कमेन्ट पढ्न तिमीहरू क्या क्या लेख्छौ नेपालीमा म तिम्रो बिग फ्यान हो है फेरि थ्याङ्क यू सो मच क्या कर रहा था मैं क्या करके आती हूँ क्या करते हैं तुम्हारा 95 स्टार भइसक्यो गाइस अरू पनि हान्नु भावना बेबी वेलकम छ है हेलो बेब्स हजुर बेब्स सन्चै छौ ल 95 स्टार भयो फाइनली 100 स्टार पुर्याउनु गाइस एमा नराम्रो नेगेटिभ कमेन्ट गर्नुभन्दा त बरु स्टार हान न तेरी इजा हो नि सेक्सी म किन होला र हेलो भाउजू हजुर बाबु भन्नुहोस् भन्नुहोस्
सरी है एकैछिन म बिजी छु त्यही भएर कमेन्ट पढिसक्नलाई होइन। ह्याप्पी बर्थडे थ्याङ्क यू तर बर्थडे होइन आज मान्दैनौ भनेको अब भनिराख। ए म चाहिँ कुकुरको लागि खाना। कसले हान्यो यो स्टार? ओ माय गॉड थ्याङ्क यू सो मच हजुरलाई। हजुर मात्रै हो मलाई सपोर्ट गर्ने मान्छे बस। राजेशजी यार छिटो भन के। 100 स्टार।
भूख लग गई मेरे बेटे को, मेरे बेबी को भूख लग गई, मेरे बच्चे को। हैं? भूख लग गई। नन्नू मेरे बच्चा। चलो चलो, मैं अंदर ही आएगा बेटे। आजा मेरे बच्चा, आजा आजा, दे गया। लोकी आजा बेटा। कविता तो खा ले, आज सूप तो नहीं पी तूने। ले आ, खा ले बच्चा। बच्ची, खा ले बेटा, ऐसा क्यों करती है? हाँ, खा खा। खा ले, मैं हूं ना इधर। ल ल गाइज, बाई, म चाहिँ गएको है अब। गुड नाइट सबजनालाई।